तो गाइस देख्न सक्नुहुन्छ ब्लग 1 मा हिउँ परिरहेछ गाउँतिर। त्यही हो, आज चाहिँ म मेरो पहिला पढेको स्कुल गइरहेको छु। अब बहिनीहरूसँगै जाने हो, बहिनीहरू आइसकिन्, त्यही हो अब सँगै जाने हो। उता पुग्नुपर्छ भने केटा हो यार, यहाँदेखि उता पुग्नुपर्छ 30-35 मिनट जति लाग्छ यार यहाँदेखि पुग्न। अनि अब त्यही स्कुलमा पढेको नि त 6 देखि 10 सम्म, त्यही भएर माया लाग्छ क्या। त्यही हो गाइस, देख्न सक्नुहुन्छ म स्कुल पुगिसकेको छु। स्कुलमा आज खासै राम्रो पढाइ भएन, मतलब हिउँ परिरहेको थियो त्यसैले पढाइ केही भएन नि त। त्यही हो गाइस, अब देउडा खेलिन्छ यहाँनिर, रमाइलो गरिन्छ नि त। ल देख्न सक्नुहुन्छ देउडा खेल्न सुरु गरिसक्नु भएको छ सरहरूले। अब यहाँनिर भाइहरू छन्, अब उतानिर बहिनीहरू छन्। अब भाइहरूले बहिनीहरूलाई जिस्काइरहेको, के छ बहिनी? बहिनीले पोस्ट दिएर के छ सर हाई भनिदिनु न। ल सरले नि हाई भनिदिनु भयो। भाइहरू उता गएको रहेछ, फेरि बहिनीको पारा छुट्टै छ क्या। त्यही हो गाइस, रमाइलो छ गाउँतिर, हिउँ परिरहेछ। एकछिनमा हामी अब यहाँ देउडा खेल्नेछौँ, देउडा खेल्नलाई तयारी भइसकेको छ। त्यही हो गाइस, भाइ बहिनीहरूले यस्तो चिसोमा नि देउडा खेल्न सुरु गरिसक्नु भएको छ। मसँग पढेका चाहिँ कोही नि छैनन् नि, हामीभन्दा तल्लो ब्याचको भाइहरू बहिनीहरू छन् सब। ताराले कातिर दोछाइल पर्यो, जिस्काउने पाराले कि मन दुखाउन लाग्या, जिस्काउने पाराले कि मन दुखाउन लाग्या, जिस्काउने पाराले कि मन दुखाउन लाग्या। तो गाइस, अब म चाहिँ गाउँ गइदिन्छु। ल म आफ्नो गाउँ पुगिसकेँ गाइस, हेर्न सक्नुहुन्छ यो गाउँको स्कुल हाम्रो। यहाँ हिउँ परिरहेछ, यहाँ नि बबाल अब राम्रो छ हाम्रो गाउँ नि।